हेलो गाइज वेलकम ब्याक माई न्यू भ्लग्स। हजुरलाई चाहिँ मेरो नयाँ भ्लगमा स्वागत छ। म चाहिँ आज गाउँ आएको धेरै दिन भइसकेको छ। दसैँ तिहार पनि ट्याक्क मनाइयो। तपाईँहरूले मनाउनु होला। तपाईँको दसैँ तिहार कस्तो भयो ट्याक्क कमेन्ट गर्नु होला। आज चाहिँ हामी काँडा दह भन्ने ठाउँमा गइरहेको छौँ। हिजो दिनभर पानी पर्यो होइन, घरमै सुत्यो। अनि आज चाहिँ टक्क लाएर मेरो भाइ मेरो भान्जा, हेलो गाइजहरू, भान्जासँग त ट्याक्क सिस्ने मालदेखि वारिपट्टि टक्क सिस्ने मालको भ्यू हेर्न हामी निस्किसकेको छौँ। भ्यू कस्तो आन्छ तपाईँहरूलाई चट्ट लाएर स्लो मोसनमा पछाडि म राखिदिनु छु। टक्क लाएर भ्यू ब्लग चाहिँ एन्डिङसम्म हेर्नु होला है त। ल यो चाहिँ हाम्रो गाउँको काँडा दह भन्ने ठाउँ होइन। ट्याक्क तपाईँले देख्न सक्नुहुन्छ सल्लाहको रुखहरू पुरै सल्लाह भएको ठाउँ हो यो चाहिँ होइन। तल दह छ, यता पूर्व साइडमा चाहिँ सिस्ने माल छ। टक्क लाएर सल्लाहको घारी तपाईँले देख्न सक्नुहुन्छ। हेलो केटाहरू, के छ खबर? पारी सिस्ने माल वारे हाम्रो केटाहरू बवाल छ होइन सिन। तपाईँहरूले पनि देख्नु सक्नुहुन्छ गाइज, खतरा सिन देखिरहेको अवस्था छ। हामी चाहिँ यता चारिखण्ड गइरहेको अवस्था हो। तर पारिपट्टि हेर्नु न, ट्याक्क सिन होइन। यता हाम्रो सल्लाहको रुखहरू, यो चाहिँ हाम्रो गाउँदेखि पूर्व साइड पर्छ, काँडा दहको छेउमा पर्छ, नजिकै पर्छ एकदम। बवाल छ। हिजो पानी परेको थियो, आज पनि यस्तै चिसो गरेको अवस्था छ। तपाईँहरूले सबै ठाउँतिर बादल कालो गरेको छ। तर सिस्ने मालमा हिजो हिउँ परिसकेको छ। आज त्यही मर्निङ भ्यू हेरेर ट्याक्क आएका थियौँ हामी। ल गाइजहरू, तपाईँहरूले ट्याक्क देख्न सक्नुहुन्छ होइन। यता हाम्रो मखमलीको फुल, उता सिस्ने मालको भ्यू टक्क लाएर यस्तो भ्यूहरू कतै देख्नु भएको थियो तपाईँहरूले। टक्क लाएर फुल फुलेको छ। पारी सिस्ने मालको भ्यू गजब छ होइन। आज झन् चिसो गरेको अवस्था छ। टक्क लाएर हेर्नुहोस् है। गोरे पानी डाँडैमा गुराँस फुल्यो झनन, गोरे पानी डाँडैमा गुराँस फुल्यो झनन। आहा हे लाउने भए लाउ है माया, घर हाम्रो रुकुम हजुर। होय 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 होय, लाउने भए लाउ है माया, घर हाम्रो रुकुम हजुर। ल गाइजहरू, हामी चाहिँ चारिखण्ड भन्ने ठाउँमा गएर फर्किसकेको अवस्था छ। बाटोमा आउँदाखेरि टक्क लाएर किबी देखियो। तपाईँहरूलाई देखाउनलाई मैले भिडियो टेकेर गरेँ हो होइन। पुरै माथि कम्दै भएर छ होइन भाइ, हेर्नु यस्तो दामी फलेको छ, यस्तो दामी फलेको छ। तपाईँहरू चाहिँ किबी खाने मन छ भने टक्क लाएर हाम्रो गाउँमा चाहिँ आउनु होला होइन। किबीको आनन्द। अनि उता सिस्ने मालको सिन, यता सिस्ने मालको सिन, यता किबीको स्वाद। यस्तो कहीँ नेपालमा पाइन्छ त? अरू ठाउँमा पाइन्छ भने कमेन्ट गर्नुहोस्, नत्र भने हाम्रो गाउँ आउनु छैन भन्छ। ए पुरै कस्तो दामी छ। यता हेऱ्यो भने फेरि ट्याक्क टक्क लाएर यता फेरि सिस्ने मालको भ्यू यो यता पनि बवाल छ होइन त। यो चाहिँ हाम्रो गाउँको लोकल किबी होइन। हाम्रो गाउँमै उत्पादन हुने, तर गाउँमै उत्पादन भइसकेको हामीले अहिले चाहिँ नपाकेको किबी खाइराखेका छौँ। अहिले नपाकेको, अहिले चाहिँ पछाडि पाक्यो भनेपछि यो चाहिँ दामी स्वादिष्ट पनि मिठो पनि हुन्छ। किबी खानलाई तपाईँहरू सबै पनि हाम्रो गाउँमा आउनु होला होइन। हाम्रो गाउँमा चाहिँ किबी चाहिँ प्रशस्तै मात्रामा पाइन्छ, बढी होइन, बढी पाइन्छ। र किबी भन्ने चाहिँ हाम्रो गाउँदेखि लगेर तल खोलादेखि लगेर लेकसम्म चाहिँ छ फेरि छ किबी चाहिँ। हामी अहिले चाहिँ चारिखण्ड भन्ने ठाउँमा छौँ। हामी चाहिँ अहिले यस्तो अगाडिको भ्यू पनि देख्नुभयो होला। यो भ्यू सँगसँगै यो केबी पनि हेर्नु होला होइन। केबीलाई पनि केबी खान मन छ भने हाम्रो गाउँतिर आउनु होला। हाम्रो गाउँतिर आएपछि अलिअलि फ्रीमा पनि खान पाइन्छ। कस्तो छ? चुग्लो रहेछ। ल गाइजहरू, अब चाहिँ हामी टक्क लाएर काँडा दहको नजिक पुगिसकेको अवस्थामा छ। हामी चाहिँ माथि ट्याक्क बाटोबाट गइरहेछौँ। हाम्रा दुईवटा होनाहार युवा चाहिँ जेन्जीहरू यहाँ हिँडिरहेछन्। तल तपाईँले टक्क लाएर हाम्रो दह देख्न सक्नुहुन्छ। अगाडि पुरै सल्लाहको बिचमा चाहिँ हाम्रो दह काँडा रहेको छ होइन केटाहरू। अनि यसको ट्याक्कै पूर्व साइडमा चाहिँ तपाईँहरूले सिस्ने माल देख्न सक्नुहुन्छ। पर्यटकको लागि एकदमै आकर्षक गन्तव्य, एकदम नजिक, कम बजेटमा होइन घुम्न सकिने ठाउँ भनेको एक मात्र हाम्रो काँडा दह। बिना बजेटको, थोरै बजेटबाट पनि घुमेर इन्जोय गर्न सकिने ठाउँ भनेको हाम्रो
गाउँको काँडा दह पूर्व साइड तपाईँहरूलाई म एकछिनमा सिस्ने हिमाल पनि देखाइदिन्छु पारि गएर। ल हामी चाहिँ पुगिसकेको अवस्था छ गाइज है। ल गाइज हामी चाहिँ टक्क लगाएर काँडा दहको नजिक पुगिसकेको अवस्थामा छ। यो दसैँ अहिले किन सानो देखिया छ तर एकदम ठुलो छ होइन। यसको पूर्व साइड टक्क लगाएर तपाईँले सिस्ने हिमालको भ्यू देख्न सक्नुहुन्छ। आज अलि पानी परेको कारणले गर्दा अगाडि चाहिँ एकदम हिमाल खोलेको थियो, अहिले चाहिँ फेरि कुहिरो लाग्न लागेको छ। तर तपाईँले यता चाहिँ कचरहरू चराइरहेको देख्न सक्नुहुन्छ होइन। पल्लो द साइड चाहिँ मान्छेहरू टक्क देख्न सक्नुहुन्छ। तपाईँलाई म नेपालको झन्डा पनि त्यहाँ झुन्डाएको थिएँ देखाइदिन्छु है। तपाईँले टक्कलाई देख्नुभयो कि भने नेपालको झन्डा यहाँ सररररररर यता द यता सिस्ने हिमाल बिचमा नेपालको झन्डा। जय नेपाल।